हेलो नमस्कार म तपाईहरुलाई पहाडको घर देखाउँदैछु। यो पहाडको घर भयो हैन, यो ट्याक्क है। अनि यहाँ यसमा चाहिँ के हुन्छ भने बस्नका लागि बाहिर पेटी बनाएको हुन्छ, यस्तो ट्याक्क बस्न मिल्छ यसरी मजाले। यतापट्टि पनि बस्न मिल्छ अनि यतापट्टि पनि बनाएको हुन्छ, यतापट्टि पनि ट्याक्क रुखै हुन्छ। यहाँ त अडेस लाउने यसरी मजाले बस्ने कुर्सी जस्तै हुन्छ है। यो ट्याक्क यसरी बस्न मिल्छ। अनि यहाँ पानी छ नि, पानीको लागि यसरी मजाले ट्याङ्की राखेको हुन्छ क्या। यसरी ट्याङ्की राख्यो, यसमा पानी भइहाल्यो नि। अनि टोयलेट चाहिँ सहर बजारको जस्तो घरभित्र हुँदैन, बाहिर हुन्छ। यो नजिकै आपतकालीन तरकारी जस्तो साग, रायो, धनियाँ लाउनु पऱ्यो भने त्यो पनि हुन्छ। अनि यहाँ यसरी बनाएको हुन्छ। यो खाना पनि भयो, यसरी पनि साग लाउन मिल्छ। गाईबस्तुलाई नजिकै राखेको हुन्छ। यहाँ बाख्रा, यो बाख्रा छ, यो एउटा बाख्रा हो, एउटा बोका हो, पाठो हो, एउटा पाठा रहेछ, पाठो रहेछ। अनि अर्को यहाँको एउटा विशेषता भनेको मिल पनि घर नजिकै हुन्छ। मिल भयो, ओखल धान कुट्ने मिल भनौँ, ओखल ट्रेडिसनल धान कुट्ने मिल पनि नजिकै हुन्छ।